प्रचण्डको पावरको कारणले गर्दाखेरि तिमीले मेयर पदमा रहेर काम गर्न सक्यौ, ठिक छ। तर तिमी नीति निर्माण कानुन निर्माणमा बच्चा छौ, एकदमै बच्चा छौ। सोभिता गौतमको पोल्टोमा पनि अटाउँदैनौ, यो हत्केलामा पनि अटाउँदैनौ, त्यति धेरै सानी छौ। कस्तो नबुझेको यो कुरो। तिमी सोभिता गौतमसँग भिन्नु भनेको तिमी के भन्नु, कमिला र कमिला हात्तीसँग भिन्नु जस्तै हो। यति कुरा दिमागमा घुसाऊ। यति कुरा त्यत्रो प्रचण्ड यत्रो सङ्घर्ष गरेर यत्रो राजनीति गरेर आएको मान्छे यति सल्लाह दिन सकेन प्रचण्डले तिमीलाई? त्यहाँका जनता मूर्ख छैनन् त। सांसद भनेको एक नम्बर दुईटा कुराले तिमी हार्दैछौ त्यहाँ। एउटा कुरा भनेको सांसद हो, त्यहाँ लड्न के अरे अहिले संसदीय चुनाव हो, त्यहाँ मेयरको चुनाव होइन। संसदीय चुनावमा सांसद बन्नका लागि चुनाव लड्ने हो। सांसदको काम भनेको नीति निर्माण कानुन निर्माणको काम हो। तिमी त्यसमा बच्चै छौ, बच्चै। त्यहाँका जनतालाई थाहा छ तिमीलाई जिताएर पठाउने कुनै आधारै छैन, आधारै छैन, रत्तीभर पनि आधार छैन। जति रोए पनि जति कराए पनि। अर्को आधार अर्को चिज के छ भने तिमीहरूको पार्टी जुन छ अहिले नयाँ खोलेको के पार्टी हो, नेपाल कम्युनिस्ट पार्टी हो के पार्टी हो त सुन्नमा पनि आउँदैन। त्यो पार्टीले बहुमतको सरकार ल्याउन सक्ने सम्भावनै छैन। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सम्भावना छ। त जुन पार्टीको सम्भावना छ के अरे बहुमत ल्याउने, त्यही पार्टीको सम्भावना भएको पार्टीलाई नै मत दिएर एकजना सांसद भए पनि बढाउनु पर्ने कर्तव्य हो कि होइन जनताको, ताकि 5 वर्ष बहुमतको एकल सरकार चलोस्। प्रचण्डको पावरको कारणले गर्दाखेरि तिमीले मेयर पदमा रहेर काम गर्न सक्यौ, ठिक छ। तर तिमी नीति निर्माण कानुन निर्माणमा बच्चा छौ, एकदमै बच्चा छौ। सोभिता गौतमको पोल्टोमा पनि अटाउँदैनौ, यो हत्केलामा पनि अटाउँदैनौ, त्यति धेरै सानी छौ। कस्तो नबुझेको यो कुरो। तिमी सोभिता गौतमसँग भिन्नु भनेको तिमी के भन्नु, कमिला र कमिला हात्तीसँग भिन्नु जस्तै हो। यति कुरा दिमागमा घुसाऊ। यति कुरा त्यत्रो प्रचण्ड यत्रो सङ्घर्ष गरेर यत्रो राजनीति गरेर आएको मान्छे यति सल्लाह दिन सकेन प्रचण्डले तिमीलाई? त्यहाँका जनता मूर्ख छैनन् त। सांसद भनेको एक नम्बर दुईटा कुराले तिमी हार्दैछौ त्यहाँ। एउटा कुरा भनेको सांसद हो, त्यहाँ लड्न के अरे अहिले संसदीय चुनाव हो, त्यहाँ मेयरको चुनाव होइन। संसदीय चुनावमा सांसद बन्नका लागि चुनाव लड्ने हो। सांसदको काम भनेको नीति निर्माण कानुन निर्माणको काम हो। तिमी त्यसमा बच्चै छौ, बच्चै। त्यहाँका जनतालाई थाहा छ तिमीलाई जिताएर पठाउने कुनै आधारै छैन, आधारै छैन, रत्तीभर पनि आधार छैन। जति रोए पनि जति कराए पनि। अर्को आधार अर्को चिज के छ भने तिमीहरूको पार्टी जुन छ अहिले नयाँ खोलेको के पार्टी हो, नेपाल कम्युनिस्ट पार्टी हो के पार्टी हो त सुन्नमा पनि आउँदैन। त्यो पार्टीले बहुमतको सरकार ल्याउन सक्ने सम्भावनै छैन। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सम्भावना छ।